मेरो दिदीलाई उहाँले रगत पसिना गरेर कमाएको पैसालाई हजुरले दुःख गर्ने अनि अझै हाँसिरहनु भएको छ हजुर हाँसिरहनु भयो सर तपाईँ किन हाँस्नु कानुन भन्दा माथि कोही पनि हुँदैन। तपाईँ आवेगमा आएर हातपात नलाउनु होला। बिस्तारी अब यहाँ मिडियामा आइसक्नु भएको छ र बिस्तारी सबै कुराहरू समाधान गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। हामी उपस्थित भइसकेका छौँ यहाँ के गर्ने कसरी अगाडि बढ्ने भनेर। तपाईँ धेरै आवेगमा नआउनुहोस्। अन्धकारमय समाज अहिले कतातिर गइरहेको छ आदरणीय दर्शक महानुभावहरू। र त्यो विषयमा चाहिँ यहाँ आशिष पोखरेल भन्ने मान्छेको पैसा चाहिँ अब केही समयको लागि चाहिँ उहाँले ओस्कर पोखरेल भन्ने मान्छेले एउटा निश्चित टाइमको लागि लानुभएको थियो र त्यो पैसा अब टाइममै फिर्ता किन दिनु भएन भनेर चाहिँ ओस्करजीलाई प्रश्न गर्दाखेरि चाहिँ उहाँले चाहिँ विभिन्न धम्की दिने हेप्ने जस्ता कुराहरू चाहिँ विषयमा चाहिँ हाम्रो 3D मिडियामा आदरणीय ओस्करजी हुनुहुन्छ र यतिखेर म ओस्करजीलाई स्वागत गर्छु। ओस्करजी हजुरलाई 3D मिडियामा स्वागत छ। के हो अनि मान्छेलाई चाहिँ मान्छेको पैसा एउटा निश्चित टाइमसम्म लगेर तपाईँ धम्की दिने के गर्नुभएको यस्तो? तपाईँले चाहिँ एउटा निश्चित टाइम पिरियडसम्म चाहिँ पैसा लान्छु भनेर पैसा लाने अनि मान्छेलाई चाहिँ हेप्ने मार्छु भनेर जेलमा नको सुत्दा तपाईँले धम्की दिएको प्रमाण चाहिँ म देखाउँ? तपाईँलाई मैले कहिले धम्की दिएँ? र आशिष पोखरेल हजुर के ओस्कर पोखरेलले हजुरलाई धम्की दिएकै हो? धम्का मलाई होइन, मेरो फ्यामिली हुन्छ नि, दिदीले पैसा लानु भएको रहेछ अनि दिदीको अब पैसा चाहिँ उसले लगेको रहेछ कि 10 लाख रुपियाँ उसले रकम लगाएर छ अनि फोन गर्दा फोन नउठाउने अनि यो अझै आएर ठुलो कुरा गर्छ अनि ठुलो कुरा गरेर हुन्छ। ओस्करजी अहिले हजुर मेरो साथमा आशिषजी हुनुहुन्छ र तपाईँले के धम्काएकै हो? म पहिलो प्रश्न चाहिँ आशिषजीलाई सोध्न चाहन्छु। हजुरलाई चाहिँ मैले पहिलो पटक देख्दै हुन्छ हजुर चाहिँ को हो भन्ने आफ्नो परिचय खुला गरिदिन अनुरोध गर्दछु।